आज हामी एउटा कथा हेर्नेछौँ र यो कथा हो कि वास्तविकता, हजुरहरू निर्णय गर्नुहोस्। बुहारी, अब छोरालाई स्कुल पठाउने बेला भएन? स्कुलमा त सकिहाल्छ नि हौ, अब घरमा बसेर बोल्दै बोल्दैन। पुग्यो अब त तपाईँहरूले पनि आफ्नो जीवन बाँच्नु पर्यो नि। स्कुलमा हाल्नुहोस्, नभए यो झन्झन बिग्रिँदै जान्छ। मेरो बाबु बिग्रेको होइन दाइ, हामी पनि बिस्तारै बुझ्दैछौँ। काश उसमा भएको संवेदना तपाईँमा भएको भए हुन्थ्यो। नमस्कार सर, मैले हजुरहरूलाई अगाडि नै इन्फर्म गरिसकेँ। मेरो बाबु भर्बल छैन, तर उसको बिहेभियर चाहिँ एकदमै प्रेडिक्टेबल छ। यसमा हामी मिलेर काम गर्न सक्छौँ होला नि सर? पोलिसीले त इन्क्लुसिभ भनिहाल्छ नि म्याम, तर के गर्ने, तपाईँको बच्चा अरूसँग मिसिनै गाह्रो छ। म्याम वुड लभ टु हेल्प, बट अब हामीलाई पनि अर्को स्पेसल स्टाफ राख्नु त गाह्रो पर्छ नि। आई होप यु अन्डरस्ट्यान्ड। पोस्टमा भएको कुरा त भिजन हो म्याम, तर ग्राउन्डमा त हाम्रो स्रोत एकदमै सीमित छ नि। अब हामीलाई नि त अरू स्टुडेन्ट्सको लर्निङ इम्प्याक्ट हुन्छ भन्ने हो। प्लिज बुझ्नुहोस्, वी केयर, तर अब ह्यान्डल गर्न अनेस्टली इट्स भेरी डिफिकल्ट। बुहारी, पोस्टमा भएको कुरा त अब छोरालाई स्कुल पढाउने बेला भएन। हाम्रो स्रोत एकदमै पोलिसीले त इन्क्लुसिभ भनिहाल्छ नि म्याम, तर के गर्ने, तपाईँको बच्चा अरूसँग मिसिनै गाह्रो छ।
के गरौँ? म कहाँ जाऊ?